यो मैले फेरि अर्को पनि भिडियो बनाएको छु र यो चाहिँ फेब्रुअरी 2026 को फोटो अनि भिडियोहरू हो। यसमा मैले दुईटा तिनवटा कति यो स्नेक हेडहरू नै पक्रेको छु। कोही ठुलै छ 5 केजी 6 केजीको, कोही 2 केजी 2.5 केजीको यस्तोहरू छ र जति पनि पक्रेँ मैले सबै पानीमा जिउँदै रिलिज गरेको छु, छोडेको छु। र हामीले यही सन्देश दिन चाहेको हो कि अब जति पनि मछुवारेहरू छ है, मधेसमा होस्, प्लेनमा होस् या हिल्समा होस्, फिसिङ गर्नेहरू, एङ्ग्लिङ गर्नेहरू छ, जति पनि लोकल फिसरम्यानहरू छ जति पनि, उहाँहरूलाई सेन्सिटाइज गर्न चाहेको र उहाँहरूले माछा पक्रेर मारेर खाएर मात्र हुँदैन, मासिन्छ र बचाउनु पनि पर्छ, कन्जर्भेसन पनि गर्नुपर्छ भनेर। सो वी वान्टेड टु sensitize them. We want to make them aware that we have to work for conservation also. र जति पनि माछा यो पक्रेको छौँ हामी नि यसरी छोड्छौँ र यो चाहिँ उहाँहरूलाई एउटा सन्देश दिनको लागि डाइनामाइट पड्काएर, करेन्ट लगाएर, पोइजन लगाएर यसरी मन परी माछा मार्यो भने चाहिँ मासिन्छ होइन, मासिसक्यो। खोलामा त अहिले माछा त बहुत कम्ती भएको छ र कन्जर्भेसन पनि गरौँ, बचाउँ भनेर हामीले धेरै त्यो विचारले यो भिडियोहरू पोस्ट गरेको। र अनि हामीले हाम्रो सिक्किम एङ्ग्लर्स एसोसिएसन भनेर हामीले रेजिस्टर गरेको लास्ट इयर 2025मा नै 25 इयर्स भएछ र हाम्रो सिल्भर जुब्ली भएको छ। हामी त्यो पनि हामी मनाउनको लागि हामी एउटा इभेन्ट गर्न हामी तर्खरमा छौँ, हामी प्लान गर्दैछौँ र हामीले सरकारको नजरमा पनि ल्याएको छौँ र अनि डिपार्टमेन्टको नजरमा पनि हामीले ल्याएको छौँ। हामीले कन्जर्भेसन गर्दै आएको र आजभोलि जति पनि मछुवारे माछाहरू फिसिङ गर्ने एङ्ग्लर्सहरू छ जसले रड रिल लगेर खेल्छ, उहाँहरूले चाहिँ 80 to 90% मान्छेहरूले चाहिँ माछा छोड्छ, सबैले रिलिज गर्छ। आजकल धेरै मान्छे अवेर भएको छ, एङ्ग्लर्स जति चाहिँ प्रायः अवेर भएर उहाँहरूले आजकल माछा छोड्दैछ। यो चाहिँ हाम्रो एउटा उपलब्धि हो र यसरी नै यही हामी सन्देश दिन चाहन्छौँ कि कन्जर्भेसन पनि गर्नुपर्छ भनेर।